माननीयहरूलाई यहाँ दिनदिनै बोलाउनु पर्छ, दिनदिनै बोलाउनु पर्छ। यहीँबाट आन्दोलनबाट सक्सेस महिलामा धेरै पीडितहरूको पीडा छ, धेरै, एकजना मात्र होइन, धेरै पीडितहरू छन् यहाँ। आज देविका खनाल जसलाई वडा अध्यक्षको गाडीले हान्यो, घाइते बनायो, गम्भीर घाइते बनाएको छ। काङ्ग्रेसको वडा अध्यक्ष जोसुकै होस्, काङ्ग्रेस एमाले माओवादी जोसुकै होस्, गल्ती गरेर कारबाही हुनुपर्छ, बाँकी राखिँदैन। गल्ती जसले गर्छ त्यसलाई कारबाही हुनुपर्छ। जुनसुकै पार्टी दिने मतलबै छैन हामीलाई। त्यसैले देविका खनालले न्याय पाउनुपर्छ, उहाँको उपचार हुनुपर्छ, उहाँको उपचार गराएरै छाडिन्छ र दोषीलाई कारबाही गराएरै छाडिन्छ। 100%। दोषीलाई कारबाही नगरिकन मैले भन्न चाहन्छु यो देशको अहिलेको बारेमा तपाईँहरूलाई जान्दै सम्माननीय प्रधानमन्त्रीजी, राष्ट्रपति रामचन्द्र पौडेलले पनि संवैधानिक नियुक्ति सम्बन्धी अध्यादेश आज पनि सरकारले, प्रधानमन्त्री महालेखाले कुनै पनि शब्द चेन्ज नगरिकन जस्ताको तस्तै क्याबिनेटको बैठक राखेर पारित गरेर फेरि पठाउनु भएको छ। त्यसलाई राष्ट्रपति जारी गर्नुहोस्, राष्ट्रपतिले जारी गर्नुहोस्। अहिले फेरि आज अहिले त गलत यो केसमा हैन, फेरि तपाईको दबाई नपाइकन फेरि सडकमा आउनु पर्यो भन्छ। हजुर पनि यहाँ हुनुहुन्छ, माननीय ज्यू पनि यहाँ हुनुहुन्छ, सडकमा मेरो क्षेत्रको मान्छे हो हैन, सडकमा चाहिँ आउनु। लाल विक्रम थापा हो, उहाँले आज राम्रो काम गर्नु भएको छैन, तर भोलिको दिनमा फेरि